हेलो साथीहरु सबैजनालाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। अनि आज चाहिँ म अब आफ्नो दिनचर्या कसरी बित्यो भन्ने बारेमा बुझाउँछु। कति 3:30 हुन लाग्यो अनि हामी चाहिँ म यो के देख्दै छु? यो के हो? यो चाहिँ के हो? मेरो टाउको भन्दा नि ठुलो छ त हेलमेट त। काली काली नजरे भन्ने एउटा गीत थियो, त्यस्तो होला जस्तो छ जिन्दगी। हामी चाहिँ अब खाजा खानको लागि हिँडिरहेको छौँ। पानी पर्ला जस्तो गरिरहेछ आज चाहिँ, दिनले यस्तो गरिरहेको। आजकल चाहिँ हुन्छ नि पानी आइरहेको छ क्या, टाइम अनुसार जति बेला पनि परिन्छ पानी चाहिँ। आज योबाट चाहिँ कहाँ बागलुङ गइन्छ, बागलुङ। हाम्रो यो पुलमा कहिले पनि फोटो खिचेको छैन। नजिकको तीर्थ हेला हुन्छ नि त्यस्तै भयो यो पुल चाहिँ हाम्रो लागि। पानी पर्न सुरु गरिसकेको छ है, मेरो चाहिँ हिम्ममा पानी पर्यो। अनि आज चाहिँ हाम्रो के भएको थियो भनेपछि म कलशबाट निक्लेको थिएँ होइन, यहाँबाट सबैजना जापान जान चाहनुहुन्छ भने यहाँ सम्झिनलाई। अनि आज चाहिँ निस्केको थिएँ अनि हाम्रो चाहिँ हिममा नै चाहिँ एक्सिडेन्ट भएको कि, हिममा नै यताबाट आउँदै हुनुहुन्थ्यो अनि यहाँ चाहिँ मेन रोडमा परेको भएर दुईटाको एक्सिडेन्ट भएको आज चाहिँ। यहाँ त्यति साह्रो चोट त लागेन, तैपनि फेरि एकजना अङ्कललाई चाहिँ खुट्टामा काटेको थियो। आबिका आज यस्तो भिड छ, क्या गर्दै हो तुम? यस्ता मत करो रे बेटा। अनि अहिले चाहिँ हामी क्याम्पस चोक आइसकेको छौँ। अनि यो चाहिँ हाम्रो केटिएम जाने अनि पोखरा जाने बस पार्क, बेनी बजार। बेनी बजार प्रवेश गरिसकेको छौँ हामी। मुस्ताङ जाने बाटो है उता चाहिँ। अनि यता चाहिँ हाम्रो पोखरा केटिएम जाने हो। यो चाहिँ बस पार्क भयो। अनि हामीलाई चाहिँ हेलो भनिरहेको छ सबले। छ्या हावाले केही सुन्ने छैन होला बोलेको नि, लास्टै हावा लाह। त्यही भएर चाहिँ अब उडाउला फरर। यहाँ चाहिँ ट्राफिक मामाश्री नि हुनुहुन्छ। मामाश्री मैले मन पार्नु पुलिस। मैले सधैँ त्यो मामालाई चाहिँ हेर्न आउँथेँ होइन, तर बक्सिन थिएन। तर अहिले चाहिँ त्यही हुनुहुन्छ। काले भनिदिनु दिलवाले हुनुहुन्छ नि त। एकै नजरमा मन परेको मलाई चाहिँ त्यो मामा चाहिँ, मामाश्री। कालो मान्छेको मन सेतो हुन्छ क्या, त्यही भएर चाहिँ मलाई मैले चाहिँ कस्तो हुन्छ नि त्यस्तो मन परेको भनेर त्यस्तो होइन, तर हेर्दामा चाहिँ राम्रो लागेको मात्र यस्तो। हामी चाहिँ अहिले यो मल्ला चोकको तल्लो साइडमा छौँ। यहाँ चाहिँ लास्ट मिठो चटपट पाउँछ कि। अनि हामी चाहिँ अब चटपटहरू खायौँ। अनि अब चाहिँ हामी रुमतर्फ लाग्छौँ। एकछिन बजार डुलेर जाने हो। होइन क्या यस्तरी हेर न, यस्तो हुन्छ क्या।
दे अब चाहिँ हामी सबै पेमेन्टहरू गरेर आइसकेको छौँ अनि अब चाहिँ हामी सरलाई 1 राउन्ड डुल्नुपर्छ 1 राउन्ड डुल्ने है चटपट्ट जति खाए खास त हुन्न हो किन यहाँ चाहिँ बाटो बनाउन लागेको भएर त्यहाँ चाहिँ बाटो बनाउन लागेको रहेछन् अनि त्यही भएर चाहिँ हाम्रो त्यो बाटो अहिले किन बन्द भनेको चाहिँ त्यही भएर रहेछ है त बाटो घर हो मैले त्यति साह्रो हेरेन नि त त्यही भएर के सेम रहेछ होइन कुले ग्याङहरू लास्ट धुलो हामी चाहिँ अहिले लामाखेत आइसकेको छौँ अनि यो बाटो चाहिँ अहिले राम्रो छ कि त्यही भएर चाहिँ यता धेरैजना आउनुहुन्छ होला यो बाटो चाहिँ राम्रो छ त्यही भएर चाहिँ अहिले धेरै मान्छेहरू यही बाटो हिँडिराख्नुहुन्छ अनि यो माथिको बाटो चाहिँ खासै त्यति साह्रो चाहिँ हामी अहिले हिँडेको छैनौँ अनि धेरै जस्तो मान्छेहरू त्यो माथिको बाटो चाहिँ खासै हिँड्नुहुन्न होला अहिले चाहिँ यो बाटो पिच छ नि त त्यही भएर चाहिँ धेरै सजिलो भइरहेको यो बाटो चाहिँ माथिबाट हिँड्ने भनेको चाहिँ कस्तो मान्छे हिँड्छन् भन्दाखेरि जस्तै अब रट्ने चोर जाने होइन हो कि होइन रट्ने चोर हो कि होइन अब चाहिँ म स्कुटर चलाउँछु खै ल अन्त चलाउँछु कति भयो मैले नचलाएको है धेरै भयो त्यही भएर त्यति साह्रो त आउन्न त्यही पनि गराम ल चलम अनिखेरि म अलि साह्रो गाह्रो भिडियो नमानी हेरिदिनु होला भन्छु मैले चाहिँ मेरो पल्टाउने बानी नै छ त अनि कति भयो 3 महिनामा एकचोटि चलाह अनि कहाँ हुन्छ यस्तो भिडियो गराइदिनु है त्यता टाटा अहिले चाहिँ हामी मिलनचोक भन्दा अहिले त के भन्छ यसलाई लामाखेत आइसकेको छौँ आइसक्न लाखौँ है हामी चाहिँ लामाखेत यस एरियालाई लामाखेत भन्छ यहाँ चाहिँ घुम्टी छ अब चाहिँ म के गरी चलाऊँ कति गाली गरे के बोला म त्यही हो म चाहिँ निशब्द छु मलाई चाहिँ गाली गरिराख्नु भएको छ त्यही भएर चाहिँ आबिका दाजु मैले चाहिँ अब कन्ट्रोल गर्नु पर्यो अरे अनि बिस्तारै हिँड्नु पर्यो अरे त्यही हो म चाहिँ अहिले नर्भस हुन्छु अनि त्यही भएर चाहिँ अब झन् छिटो चलाउँछु क्या मैले चाहिँ अहिले झन् छिटो बटारिदिन्छु अनि त्यही भएर चाहिँ अहिले नाक मात्रै देखिरहेको छु मेरो हेलो गाइज भन्न सक्दिनँ भन्न एउटा हातले दुईवटा हातले यहाँ समाउन त गाह्रो भइरहेको नि एउटा हातले भनेर के काम बरु बाइक नै ठिक थियो यार बाइकको त अब यता मोड्दाखेरि पनि जान्थेन नि त यसको त जान्छ कसरी काट्छन् यार बच्चाहरू यार के को अबिर लगाइराखन् र रोक्न आउन मलाई उहाँ गर्छु का छड्नु भन्न नआउने
म चाहिँ अब यहीँसम्म हो उता गएपछि मामा सिरीले अब च्याप पारिहाल्नुहुन्छ त्यही भएर चाहिँ झ्याप च्याप पारेर फेरि जाऊ हुन्छ लगाउनु ल म चाहिँ अब यहीँसम्म मलाई त्यति साह्रो चलाउनु नि आउँथेन त्यही पनि थ्याङ्कु भेरी मच त्यही हो मेरो तर्फबाट चाहिँ हामी अघि आउँदा चाहिँ तल्लो साइड आएको थियो भने चाहिँ अहिले चाहिँ हामी उपल्लो साइड आएको छौँ नि यो चाहिँ मल्ला चोक भयो जामले त खत्रै मोड लियो त यार वे के डर लाग्छ मलाई त यति ठुलो बस छ अनि यतिकै बाटो छ यहाँ चाहिँ अनि योभन्दा धेरै अड्दैन गाह्रो छ के को जाम होला नि यार ए बा यस्तो जाम परिरहेको छ यहाँ चाहिँ ए कति ठुलो ट्रक हजुर देखाएको मैले त्यता अघि एकछिन जाम पऱ्यो भने पनि धेरै बेर कुरेर आप्पिकेर कुरेर बस्नुको भनेका लास्ट यो मल्ला चोक भयो जाने बाटो माने सधैँ जाम पर्छ के हो यो उयो तल्लो साइड जाम है त यो तल के हो र बच्चाहरूले नहेरिकन हिँड्छन् अनि फेरि हर्न बजाएपछि फेरि अब तर्सेलान् भन्ने डर यस्तै छ हामी चाहिँ अगाडि आइसकेको छौँ तल्लो साइडबाट निक्लिएर यो चाहिँ लास्ट जाम थियो कि त्यहाँ चाहिँ ट्रिक लाउनु जानुपर्छ क्या गाइजहरू ट्रिक अब लास्टै ढुलो छ यहाँ चाहिँ हामी चाहिँ अब म्याग्दी जिल्ला प्रवेश गर्दैछौँ फेरि थाहा छ सबले हेर्छन् हो कि होइन त्यसै ल आज चाहिँ हाम्रो यही हो कुराकानी यतिमै अन्त हुनसक्छ अब चाहिँ हाम्रो चाहिँ एडिट गर्नु बाँकी छ क्या धेरै अनि त्यही भएर चाहिँ अब हामी चाहिँ म चाहिँ रुममा जान्छु अनि एडिट गर्छु उहाँ चाहिँ अब आफ्नो घर जानुहुन्छ होला है ग्यारेजमा जानुहुन्छ उहाँ चाहिँ ग्यारेजको लिडर हो अनि हाम्रो चाहिँ यो के भन्छ यसलाई धनु हान्ने ठाउँ हो यो चाहिँ उहाँ चाहिँ ग्यारेजको लिडर हो अनि त्यहाँदेखि ग्यारेजमा जानुहुन्छ म चाहिँ अब रुममा गएर एडिटहरू गर्नुपर्ने छ मेरो भिडियोहरू त्यही भएर चाहिँ अब चाहिँ रुमतर्फ लाग्छु अनि मेरो चाहिँ यही हो आजको चाहिँ भिडियो त्यही पनि यस्तो गरम न त भनेर धेरै टाइमपछि गराइदिएको सबैजनाले हेरेर साथ दिनु होला भन्दै म चाहिँ मेरो भिडियो यही अन्त्य गर्छु हस् त धन्यवाद।